हेलो एभ्रिवान, वेलकम ब्याक टु अनदर भिडियो। हामीले चाहिँ गामा फङ्सन र बिट्टा फङ्सनको प्रब्लमहरू चाहिँ सल्भ गरिराखेका छौँ र अब भने चाहिँ आज मैले चाहिँ पूर्वाञ्चल युनिभर्सिटीको 2023 को क्वेसन, 2022 को क्वेसन साथै यो रिलेटेड चाहिँ प्रब्लमहरू ल्याएर चाहिँ उपस्थित भएको छु। अब ढिला नगरिकन आजको कन्टेन्टतिर अगाडि बढ्न चाहन्छु। सो हामीले चाहिँ 2022 को पूर्वाञ्चल युनिभर्सिटीको क्वेसनको कुरा गर्नुपर्दाखेरि चाहिँ यो मैले अलरेडी 2024 को हाम्रो चाहिँ ओल्ड क्वेसनमा सोधेको छ र योभन्दा चाहिँ अघिल्लो भिडियोमा मैले अलरेडी डिस्कस गरिसकेको छु कसरी गर्ने के गर्ने भन्ने कुरा चाहिँ। त्यहाँ त्यो भिडियो हेर्नुभएको छैन भने एकचोटि त्यो भिडियो हेर्नु होला। मैले सेम प्रब्लम चाहिँ मैले सल्भ गरिसकेको छु, अलरेडी डन भइसकेको छ है त, सल्भ गरिसकेको छु। आज भने चाहिँ पूर्वाञ्चल युनिभर्सिटीको 2022 मा सोधेको क्वेसन, त्यसपछि 2021 मा सोधेको क्वेसन चाहिँ हामी सल्भ गर्न गइरहेका छौँ। र 2022 मा सोधेको क्वेसन चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ युजिङ द गामा फङ्सन इभ्यालुएट भनेर चाहिँ 0 देखि 2a सम्म दिएको छ। यसको चाहिँ अप्पर लिमिट चाहिँ 2a सम्म छ, लोअर लिमिट चाहिँ 0 देखि नै स्टार्ट भएको छ। x टु द पावर 5 अंडर रुट 2ax माइनस x स्क्वायर dx छ। अब यो प्रब्लमलाई चाहिँ कसरी सल्भ गर्ने भन्ने कुरातिर जाऊँ है त। ल हेर्नुहोस्, यसमा चाहिँ मैले अगाडिदेखि भन्दैछु, हामीले जहिले पनि यस्तो टाइपको प्रब्लम आउँदाखेरि चाहिँ यो एक्सलाई चाहिँ साइनमा कन्भर्ट गर्न सक्नुपर्छ, एक्सलाई चाहिँ साइनमा कन्भर्ट गर्न सक्नुपर्छ। एनी हाउ है कसरी हुन्छ हेर्ने। अनि त्यसपछि गएर यहाँनिरको यो अन्डर रुटमा आएको टर्मलाई चाहिँ केमा कसमा चाहिँ चेन्ज गर्नुपर्छ है। कस एक्समा चेन्ज गऱ्यो भने अनि फर्मुला लगाउनु मिल्छ, मैले अगाडिदेखि भनेको छु। सो अब हेर्नुहोस् त, मैले चाहिँ यो क्वेसनलाई कसरी मैले चाहिँ कसमा चेन्ज गर्न सक्छु होला। यदि अगाडि त हाम्रो नर्मल्ली 2a भएको भए यहाँ 2 राखिदिनु थियो होला, नर्मल्ली चेन्ज हुन्थ्यो होला। तर यहाँनिर एक्स पनि आएको हुन्छ नि त होइन, 2ax आएको छ, यहाँ एक्स स्क्वायर छ भनेपछि कसरी मैले चेन्ज गर्ने त भन्ने कुरा चाहिँ एकदमै ठुलो प्रब्लम यहाँनिर आउँछ। यति कुरा गर्नुभयो भने बाँकी कुरा त अगाडिको जस्तै हो, सिमिलर टाइपको हुन जान्छ। सो त्यति चाहिँ गर्न सकि नै हाल्नुहुन्छ। भनेपछि सबैभन्दा पहिला यहाँनिर के गर्नु पऱ्यो, पुट मैले चाहिँ के गर्नु भने x इज इक्वल टु चाहिँ 2a साइन स्क्वायर x भनेर चाहिँ पुट गर्छु। अब किन साइन स्क्वायर x पुट गरेको होला यसले भन्ने सोच्नु भएको छ भने हेर्नुहोस् त, यहाँनिर चाहिँ के छ, मेरो 2a x भनेको कति हुन्छ, 2a साइन स्क्वायर x छ। साइन स्क्वायर x हुन्छ हेर्नुहोस् अन्डर रुटमा, माइनस यो भनेको कति हुन्छ, साइन स्क्वायर x को होल स्क्वायर हुन्छ कि नै, सरी 2a साइन स्क्वायर x को होल स्क्वायर हुन्छ। भनेपछि यहाँनिर कति हुन्छ हेर्नुहोस् त, अन्डर रुट 2a इन्टु 2a भनेको कति हो, 4a स्क्वायर भयो, साइन स्क्वायर x माइनस हेर्नुहोस् त यो कति हुन्छ, यो भनेको त 4a स्क्वायर साइन 4x हुन्छ। अब हेर्नुहोस् यहाँनिर 4a स्क्वायर छ, साइन स्क्वायर x छ, साइन स्क्वायर x यदि मैले कमन ल्याएँ भने चाहिँ कति हुन्छ, 4a स्क्वायर साइन स्क्वायर x कमन आयो अरे भनेपछि कति हुन्छ हेर्नुहोस् त, यहाँ 1 माइनस साइन स्क्वायर x हुन्छ, जसलाई चाहिँ हामीले चाहिँ कस स्क्वायर x भनेर लेख्न सक्छौँ होइन। कस स्क्वायर x 4a स्क्वायर साइन स्क्वायर x इन्टु कस स्क्वायर x भनेर लेख्न सक्छौँ। अब यहाँनिर चाहिँ तपाईँहरूलाई चाहिँ प्रब्लम आयो होला, मलाई थाहा छ यो कतिखेर चाहिँ के गर्ने भन्ने कुरा चाहिँ प्रब्लम आउन सक्छ। सिम्पल तरिकाले हेर्नु, इक्जामको पोइन्ट अफ भ्यूबाट हाम्रो सोधेको यस्तै प्रब्लम हुन्। यहाँनिर एक्स स्क्वायर छ, यहाँ चाहिँ केही पनि छैन, एक्सको टर्म नै छैन भने सिधै यहाँनिर चाहिँ साइन थीटा पुट गर्दै भयो, साइन थीटा पुट गर्दै साइन स्क्वायरको टर्ममा गइहाल्यो। जसरी पनि 1 माइनस एक्स स्क्वायर साइन स्क्वायर थीटाको टर्ममा लिनुपर्छ है, त्यति बुझ्नु। यहाँनिर इनकेस एक्स आउँछ भने त्यतिखेर चाहिँ साइन स्क्वायर एक्स भनेर चाहिँ पुट गरिदिनु होला है। एक्स आउँछ भने साइन स्क्वायर एक्स भनेर पुट गर्नु होला, बाँकी कुरा केही सोच्नु परेन है। यहाँ अगाडि एक्स आउँछ भने साइन स्क्वायर एक्स भने यहाँ ए को टर्महरू चाहिँ यदि आउँछ भने यहाँनिर चाहिँ ए भनेर चाहिँ यो पनि छुटाउनु हुँदैन। यदि ए आएन 1 मात्रै आएको छ, 2x भनेर पनि आएको छ क्या 2021 मा चाहिँ 2x माइनस एक्स स्क्वायर भनेर 0 देखि 2 सम्म दिएको छ। त्यतिखेर चाहिँ हामीले ए को टर्म लिनु भएन, बाँकी कुरा गर्ने कुरा सेम हो। त्यो चाहिँ तपाईँहरूलाई चाहिँ SW दिन्छु, म होमवर्क दिन्छु है। ल यति कुरा मैले चाहिँ के गरेँ, एक्स इजिकल टु पुट गरेको तपाईँहरूले बुझ्नुभयो होला है। सिधै यहाँ एक्स आउँछ भने साइन स्क्वायर एक्स गरेँ, यहाँ जे छ नि त्यही कुरा यहाँ पुट गरिदिने। ए को ए भए ए गर्थेँ, 2a थियो 2a गरेँ, ए केही थिएन भने केही गरिदिनु थियो क्या है। यति कुरा बुझ्नुभयो भनेपछि अब यसको के गर्नुपर्छ, डेरिभेटिभ गर्नु पऱ्यो dx इजिकल हेर्नुहोस् त 2a कन्स्टेन्ट टर्ममा जस्ता जस्तै हुने भयो। एक्स स्क्वायर डेरिभेटिभ के हुन्छ, 2 इन्टु यो कति हुन्छ 2 साइन एक्स जस्ता जस्तै इन्टु कस एक्स हुन्छ। अनि थीटाको टर्ममा गइरहेको छ नि त होइन, थीटा भनेर पुट गरौँ न, किनकि एक्सलाई मैले थीटामा चेन्ज गर्नु छ नि त होइन। हो 2a साइन थीटा इन्टु कस थीटा डी थीटा हुन्छ है। अब यो कसरी भयो भन्ने कुरा हेर्नुहोस् त, साइन स्क्वायर थीटा छ, साइन स्क्वायर थीटाको सबभन्दा पहिला पावर लगाउँ त, पावर लगाउँदाखेरि त 2 अगाडि आउँछ, साइन थीटा जस्ता जस्तै भयो इन्टु फेरि साइन थीटा कति हुन्छ, कस थीटा हुन्छ। यो यदि बुझ्नु भएन भने मैले योभन्दा अगाडि चाहिँ मैले भिडियोमा भनिसकेको छु, लेब्निज सल्भ गर्दाखेरि त्यहीँ भनेको छु राम्रोसँग डेरिभेटिभको कन्सेप्टहरू है त। यदि अझै तपाईँहरूलाई डेरिभेटिभको कन्सेप्ट आउँदैन र डेरिभेटिभको कन्सेप्टहरू फर्मुला कसरी याद गर्ने भन्ने कुरा यदि जान्नु छ भनेपछि चाहिँ मलाई कमेन्ट गर्नु होला। म एकदमै इजी वेबाट चाहिँ कसरी चाहिँ डेरिभेटिभ इन्टिग्रेसनको फर्मुलाहरू याद गर्ने भन्ने कुराहरू चाहिँ ल्याइदिन्छु है त। यति कुरा बुझ्नुभयो होला। यदि बुझ्नुभयो भने हेर्नुहोस् त, अब यहाँनिर के हुन्छ भन्दा चाहिँ 2 इन्टु 2 भनेको 4a, यो साइन थीटा कस थीटा भयो
साइन थीटा cos थीटा d थीटा भयो ल यहाँसम्म बुझ्नुभयो होला त्यसपछि के गर्नुभयो थीटा इज इक्वल टु 0 थीटा इज इक्वल टु 0 सरी x इज इक्वल टु 0 सुरुमा x इज इक्वल टु 0 0 राख्दाखेरि लिमिट पनि त चेन्ज गर्नु पर्यो हैन x इज इक्वल टु 0 हुँदाखेरि कति हुन्छ थीटा इज इक्वल टु 0 केही आँखा चिम्म गरेर चाहिँ तपाईहरुले लेख्दिदा हुन्छ क्या x इज इक्वल टु 2a छ भने चाहिँ थीटा इज इक्वल टु अनि त्यसै 2 पाइ हुन्छ पाइ बाइ 2 हुन्छ यहाँ चाहिँ तपाईले आँखा चिम्म गरेर लेख्दिदा हुन्छ क्या यदि x इज इक्वल टु 0 छ भने थीटा इज इक्वल टु 0 हुन्छ x इज इक्वल टु 2 पाइ छ भने चाहिँ थीटा इज इक्वल टु पाइ बाइ 2 हुन्छ यहाँनेर जुन जे सुकै आए पनि हैन तपाईले ठ्याक्कै यो कुरा राख्दाखेरि चाहिँ 0 देखि पाइ बाइ 2 सम्म आउनु पर्छ है यदि हामीले गामा फंक्सनको प्रोपर्टी युज गर्न खोजिरा छौं भने जहिले पनि के हुनु पर्यो भन्दा चाहिँ 2 पाइ सम्म आउनु पर्छ यो कुराहरु तपाईहरुले बुझिहाल्नु भयो है यति कुरा बुझ्नु भयो भने चाहिँ के भयो भने अब चाहिँ हेर्नुस् त माथिको चाहिँ कुनमा 0 देखि 2a सम्म x टु द पावर 5 अंडर रुट 2ax - x² dx छ नि यो कुरालाई मैले चाहिँ यदि चेन्ज गरे भने 0 देखि के हुन्छ पाइ बाइ 2 सम्म गइहाल्यो x को पावर 5 मा के राख्नु पर्यो x भनेको चाहिँ हेर्नुस् त 2a sin स्क्वायर थीटा को पावर 5 छ अंडर रुट हेर्नुस् त यहाँनेर कति हुन्छ भन्दाखेरि चाहिँ 2a यो भनेको कति हो 2a sin स्क्वायर x - 2a sin स्क्वायर x को होल स्क्वायर भयो अनि इन्टु d थीटा को टर्म हेर्नुस् त d थीटा भनेको कति छ भर्खरै आएको छ नि त सरी dx भनेको कति छ भर्खरै आएको नि त dx भनेको हेर्नुस् त 4a sin थीटा cos थीटा d थीटा भयो 4a sin थीटा cos थीटा d थीटा भयो यहाँसम्म बुझ्नु होला यदि बुझ्नु भयो भने हेर्नुस् त z देखि पाइ बाइ 2 जस्ता जस्तै भयो अब यो भनेको कति हो 2a को पावर 5 हो 2a को पावर 5 भनेको कति हो 2 को पावर 5 भनेको 32 a को पावर 5 यो कति भयो sin 10 थीटा भयो इन्टु यहाँनेरको कुरा त मैले अगाडि यहाँनेर सल्भ गरेको छु ल यहाँनेर कसरी आयो भन्ने कुरा देखाएको छु मैले सिधै लेख्दै कति हुन्छ अंडर रुटमा हुन्छ नि अंडर रुटमा sin स्क्वायर थीटा cos स्क्वायर थीटा ल यो भनेको कति हुन्छ 2a sin थीटा cos थीटा हुन्छ है त यो x भनेको चाहिँ मैले थीटाको टर्ममा लेखेँ के हैन यहाँबाट बुझ्नु भयो है यो कति हुन्छ 2a sin थीटा cos थीटा भयो है यो सबै थीटा हो है इन्टु यहाँ कति भयो 4a sin थीटा cos थीटा भयो d थीटा भयो यसो बुझ्नु होला यदि बुझ्नु भयो भने चाहिँ हाम्रो कति आयो हेर्नुस् त यहाँनेर यो ठ्याक्कै यो सल्भ गर्नुस् यो इन्टु यो गर्नुस् यो गर्दा कति आउँछ भने चाहिँ हाम्रो 256 आउँदो रहेछ a को पावर 5 छ यहाँ a छ यहाँ a छ भने कति हुन्छ a टु द पावर 7 भयो यहाँ 0 देखि पाइ बाइ 2 सम्म छँदैछ यो चाहिँ कति हुन्छ sin को हेर्नुस् त यहाँ अलरेडी कति थियो 10 थियो 11 भयो 12 भयो हैन sin 12 थीटा cos कति हुन्छ हेर्नुस् त यहाँ 1 छ यहाँ 2 छ अनि 2 छ भनेपछि स्क्वायर थीटा d थीटा भयो ल यति भयो भने यो कुरा हाम्रो कन्स्ट्यान्ट हो 256 a टु द पावर 7 0 देखि पाइ बाइ 2 सम्म चाहिँ जस्ता जस्तै राख्दिनुस् यो कति भयो sin 12 थीटा cos स्क्वायर थीटा d थीटा ल यसलाई चाहिँ अब के गर्नु भयो अगाडिको जस्तै चाहिँ गामा फंक्सन युज गर्नु पर्यो गामाको फर्मुला युज गर्ने कति आउँछ मलाई चाहिँ कमेन्ट गर्न ल यसको आन्सर चाहिँ म लेखिदिन्छु यसको आन्सर चाहिँ आउँछ कि नै हेर्नु होला 33 a टु द पावर 7 पाइ बाइ हम चाहिँ 16 आउँछ क्या यसको आन्सर यो आयो कि नै भन्ने कुरा चाहिँ तपाईले चेक गरेर मलाई भन्न सक्नुहुन्छ है त यहाँनेर हामीले के गरेका थियौं भन्दा फेरि एकचोटी भन्दिन्छु यहाँ हेर्नुस् त 2a को लिमिट छ यहाँ 2a आउँदाखेरि यहाँ भित्र पनि 2a आएको छ हैन 0 देखि 2a सम्म दिएको छ भनेपछि x टु द पावर 5 छ अंडर रुट 2ax - x² छ अब मैले पुट गर्दा के पुट गर्ने भन्ने कुरा हेर्नुपर्छ क्या यहाँनेर यदि x थिएन भन्दाखेरि चाहिँ x नभएको बेला के हुन्थ्यो 1 माइनस यहाँनेर sin स्क्वायर थीटा को टर्ममा जान्थ्यो नि त हैन मलाई चाहिँ त्यही चाहिएको 1 माइनस sin स्क्वायर थीटा चाहिएको हैन किन चाहिएको भन्दा चाहिँ हेर्नुस् त 1 माइनस sin स्क्वायर थीटालाई मैले के लेख्न सक्छु cos स्क्वायर थीटा भनेर लेख्न सक्छु हो भनेपछि 1 माइनस sin स्क्वायर थीटामा ल्याउनको लागि हेर्नुस् त माथि कति छ 2ax - x² छ भनेपछि यो 2a लाई हटाउनु पर्यो 2a लाई हटाउनको लागि त पछाडी पनि त 2a भन्ने टर्म आउनु पर्यो नि त हैन आउनु पर्यो अब पछाडी 2a आउँछ भनेपछि 2a त अलरेडी स्क्वायरमा छ नि त है भनेपछि के हेर्नुस् त 2a इन्टु यहाँले चाहिँ हेर्नु त x को भ्यालु कति राख्नु पर्यो अब 2a sin स्क्वायर थीटा भनेर मैले राखे भने पछाडी के हुन्छ हेर्नुस् त 2a sin स्क्वायर थीटा को स्क्वायर हुन्छ हैन हुन्छ भनेपछि हेर्नुस् त 2a भनेको कति हो 4a स्क्वायर भयो हेर्नु sin स्क्वायर थीटा माइनस यहाँ कति भयो 4a स्क्वायर sin 4 थीटा भयो ल यहाँबाट चाहिँ हामीले के गर्ने भन्दा चाहिँ हेर्नुस् त sin स्क्वायर थीटा एउटा त कमन आउँछ नि त हैन यहाँ 4a स्क्वायर कमन आउँछ भने 4a स्क्वायर sin स्क्वायर थीटा कमन आउँछ भने चाहिँ कति हुन्छ हाम्रो 1 माइनस cos स्क्वायर थीटा हुन्छ नि त है यसरी हुन्छ हो यसरी चाहिँ हामीले चाहिँ रिड्युस गर्नुपर्छ है जहिले पनि यो हामीले रिड्युस गर्नुपर्छ बुझ्नुभयो नि 2ax आउँछ नि अब केही नबुझ्नुस् x भन्ने कुरा आउँदाखेरि चाहिँ sin स्क्वायर थीटा भनेर पुट गर्नुपर्छ भन्ने कुरा बुझ्नुहोस् है
एक्स भन्ने आउँछ नि साइन स्क्वायर थीटा गर्ने अगाडि क्वेसनमा यहाँ एक्स थिएन एक्स नहुँदाखेरि हामी साइन यो एक्स इक्वल टु के थियौँ सिधै हामीले साइन थीटा भनेर मात्रै पुट गरेको थियौँ अगाडिको भिडियोमा है त्यो हेर्नु ल यदि एक्स आउँछ भने साइन स्क्वायर थीटा भनेर पुट गर्नुपर्छ है त ल यति कुरा बुझ्नुभयो भने चाहिँ अब चाहिँ पूर्वाञ्चल युनिभर्सिटीको चाहिँ 2021 को क्वेसन चाहिँ तपाईँहरूलाई होमवर्क भयो है होमवर्क भयो यसको एन्सर कति आउँछ त्यो चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला कमेन्ट गर्नु होला भन्दै अब चाहिँ हामी नेक्स्ट प्रब्लमहरुतिर चाहिँ जान्छौँ है यति कुरा बुझ्नुभयो भने चाहिँ अब तपाईहरुलाई चाहिँ मैले पूर्वाञ्चल युनिभर्सिटीको 2022 को सल्भ गर्दै गर्दाखेरि चाहिँ पूर्वाञ्चल युनिभर्सिटी 2021 को मैले चाहिँ होमवर्कको रूपमा राखेको छु यो चाहिँ एकचोटी गर्नु होला त्यसपछि अरु चाहिँ मैले इम्पोर्टेन्ट क्वेशनहरुमा चाहिँ कसरी चाहिँ हैन हामीले पुट गर्ने भन्ने कुराहरु चाहिँ मैले लेखिदिएको छु सम इम्पोर्टेन्ट प्रब्लम्स भनेर लेखिदिएको छु त्यसै जस्तै हेर्नुस् त यहाँ x⁴ अपन अंडर रुट 1 - x² आएको छ हेर्नुस् त 1 - x² को टर्ममा आएको छ भने सिधै हामीले निकाल्नु पर्ने के हो भन्दाखेरि चाहिँ 1 - sin स्क्वायर थीटा इज इक्वल टु cos स्क्वायर थीटा हुन्छ हाम्रो चाहिँ sin स्क्वायर थीटा को टर्ममा चाहिँ भनेपछि सिधै के गर्नु पर्यो पुट x इज इक्वल टु sin थीटा पुट गरे पुग्यो है त अर्कोमा हेर्नुस् त अब यहाँ के आएको छ a² - x² आएको छ भनेपछि अब a sin थीटा पुट गर्नु पर्यो के हैन a स्क्वायरलाई त कमन ल्याउनु पर्यो त्यसपछि 1 - sin स्क्वायर थीटा को टर्ममा आउँछ अब भनेपछि यहाँ चाहिँ के गर्नु पर्यो a sin थीटा हामीले चाहिँ पुट गर्नु पर्यो x को ठाउँमा चाहिँ है त्यसपछि लिमिट भनेको जहिले पनि हेर्नुस् त यदि चाहिँ माथिल्लो प्रब्लमको कुरा गर्दाखेरि x इज इक्वल टु 0 हुँदाखेरि चाहिँ थीटा इज इक्वल टु 0 डिग्री हुन्छ र x इज इक्वल टु 1 हुँदाखेरि चाहिँ थीटा इज इक्वल टु π/2 नै हुन्छ है यो हामीले चाहिँ बीटा र गामा सल्भ गर्दा तलकोमा पनि हेर्नुस् त x इज इक्वल टु 0 हुँदाखेरि चाहिँ थीटा इज इक्वल टु 0 नै हुने हो अनि x इज इक्वल टु a हुँदाखेरि चाहिँ थीटा इज इक्वल टु π/2 नै हुन्छ है त यो कुरा आँखा चिम्म गरेर तपाईहरुले लेख्दा हुन्छ है त्यसै अर्को कुरा हेर्नुस् त अर्को प्रब्लम 0 देखि a सम्म छ x² - x² छ हेर्नु अब यहाँ a स्क्वायर छ यहाँ चाहिँ x स्क्वायर छ भने सिधै हामीले चाहिँ a sin थीटा यहाँ पनि पुट गरे पुग्यो है माथिल्लो जस्तो क्वेशन त यहाँ अंडर रुट को टर्ममा थियो यहाँ चाहिँ हाम्रो 5/2 को टर्ममा छ भने 2 र 2 क्यान्सल आउट हुन्छ आखिर कुराकानी एउटै हो है त अनि यहाँ पनि लिमिट चाहिँ सेम हुने भयो लिमिट पनि चेन्ज गर्नुपर्छ बुझ्नुपर्छ है लिमिट अल्सो चेन्ज गर्नुपर्छ है त लिमिट चेन्ज गरेर अनि फर्मुला लगाउने सक्यो है त्यसै अर्को क्वेशन हेर्नुस् त 4 नम्बरमा मैले अर्को क्वेशन राखिदिएको छु 0 देखि 1 सम्म गयो x⁴/3/2 1 - x²3/2 छ भनेपछि यहाँनेर x मात्रै आएको छ नि त यहाँ 1 आएको छ भनेपछि x इज इक्वल कति गर्ने sin थीटा पुट गरे पुग्यो है sin थीटा पुट गर्ने त्यसपछि dx इज इक्वल टु चाहिँ के हुन्छ cos थीटा d थीटा हुन्छ हो यहाँको चाहिँ dx को ठाउँमा cos थीटा d थीटा पुट गर्नु पर्यो किन भन्दा चाहिँ हामीले sin थीटा को ठाउँमा x लाई चाहिँ हामीले थीटा को ठाउँमा रिप्लेस गर्दाखेरि चाहिँ dx लाई पनि थीटा कै ठाउँमा हामीले चाहिँ गर्नुपर्छ रिप्लेस गर्नुपर्छ है यति कुरा थाहा पाउनु भने अर्को चाहिँ हेर्नुस् त 5 नम्बरमा 0 देखि 1 सम्म चाहिँ x⁴ छ 1 - अंडर रुट x को टर्ममा आयो के अब अंडर रुट x आयो भने अंडर रुट x लाई मैले के गर्नु पर्यो भन्दाखेरि sin स्क्वायर थीटा को टर्ममा ल्याउनु पर्यो sin स्क्वायर थीटा ल्याउनलाई अंडर रुट sin स्क्वायर थीटा भने त sin थीटा हो नि त हैन हामीलाई थाहा छ भनेपछि अंडर रुट को टर्मलाई हटाउनलाई के गर्नु पर्यो भन्दाखेरि चाहिँ sin 4 थीटा को मैले अंडर रुट गरे भने त के हुन्छ sin स्क्वायर थीटा को टर्ममा आउँछ भनेपछि यहाँनेर के आउँछ x इज इक्वल टु sin 4 थीटा गर्छु है त हो यसरी चाहिँ हामीले प्रब्लमहरु हेरेर जसरी हुन्छ हैन हामीले भनौं न 1 - sin स्क्वायर थीटा को टर्ममा चाहिँ यदि हामीले रिड्युस गर्न सक्यौं भने त्यसपछि चाहिँ हाम्रो सजिलो हुन्छ भन्दै अब भनेपछि चाहिँ पूर्वाञ्चल युनिभर्सिटीको 2020 को क्वेशन चाहिँ अलिकति हैन झन्झटिलो टाइपको छ सो तर पनि म सजिलो वेबाट सिकाउने कोसिस गर्छु है अब भने पूर्वाञ्चल युनिभर्सिटीको 2020 मा सोधेको चाहिँ क्वेशन सल्भ गर्न गइरा छु यो चाहिँ पूर्वाञ्चल युनिभर्सिटीको चाहिँ 2020 मा सोधेको क्वेशन छ 2020 मा कसरी सोधेको थियो भने 0 देखि 1 सम्म dx/1 - x⁴ 1/6 भनेर दिएको छ हेर्नुस् अघिदेखि हामीले प्रब्लम सल्भ गर्दा सबै प्रब्लममा कि 3/2 आएको थियो कि 5/2 आएको थियो कि चाहिँ अंडर रुट को टर्ममा आएको थियो हैन कि चाहिँ नर्मल टर्ममा आएको थियो भनेपछि यो 2 जसरी पनि क्यान्सल आउट हुने टर्ममा आएको थियो र त्यो प्लस हाम्रो त्यहाँ दुईटा टर्महरु प्राय जसो आइरहन्थ्यो sin र cos मा रिड्युस गर्न आइरहन्थ्यो तर यो क्वेशनमा कस्तो छ भने हेर्दाखेरि चाहिँ हेर्नुस् dx/1 - x⁴ अनि 1/6 को टर्ममा आयो क्या अब हेर्नुस् त यहाँ 3/2 5/2 यस्तो टर्ममा आएको भए धेरै सजिलो हुन्थ्यो यहाँ चाहिँ कस्तो भयो 1/6 को टर्ममा आयो भनेपछि यसमा चाहिँ हामीले चाहिँ अर्को टाइपको चाहिँ एउटा प्रोपर्टी युज गर्नुपर्छ जुन प्रोपर्टी मैले सुरुको भिडियोमा चाहिँ डिस्कस पनि गरेको छु बीटा m लाई चाहिँ हामीले के गर्न सक्छौं भन्दाखेरि चाहिँ गामा को टर्ममा यदि हामीले प्रोपर्टी युज गर्दाखेरि चाहिँ गामा अफ m गामा अफ n अपन चाहिँ गामा अफ m + n हुन्छ भन्ने कुरा मैले के गरेर चाहिँ अगाडिको सुरुको भिडियोमा मैले प्रोपर्टीको सम इम्पोर्टेन्ट फर्मुलाहरु गर्दा त्यो फर्मुलाहरुमा बनेको थियो अनि अर्को कुरा हेर्नुस् त बीटा अफ m, n भनेको त 0 देखि 1 सम्म x⁴ m - 1 1 - x⁴ n - 1 dx भनेर चाहिँ हुन्छ भन्ने कुरा चाहिँ मैले बीटा फंक्शनको डेफिनेसनमै बनेको थिए भनेपछि अबको यो प्रब्लमलाई हामीले जसरी हुन्छ नि यो फर्मुला चाहिँ युज गर्नेतिर लाग्नुपर्छ क्या यो फर्मुला युज गर्नको लागि के गर्नु पर्यो भन्दा चाहिँ यो टर्मलाई चाहिँ अघिदेखिको टर्ममा हामीले sin थीटा sin x भनेर चाहिँ हामीले x लाई चाहिँ sin थीटा को टर्ममा लिइरा थियौ भने अब यस्तो टाइपको 1/6 भन्ने टाइपको क्वेशन आयो भनेपछि हामीले चाहिँ सिधै के गर्नुपर्छ भन्दाखेरि चाहिँ पुट x इज इक्वल टु चाहिँ x इज इक्वल टु एउटा कुनै न कुनै एउटा भेरिएबल सपोज गर्दैन यसो चाहिँ मैले t भनेर सपोज गर्दा t टु द पावर 1/6 हुन्छ मतलब t टु द पावर कति भयो भन्दा चाहिँ 1/6 भयो
1/6 भयो है। किन 1/6 गरे भन्दाखेरि चाहिँ यहाँनिरको x टु द पावरलाई चाहिँ सिधै t को टर्ममा लिनुपर्छ, त्यही भएर चाहिँ मैले के गरेँ 1/6 मैले पुट गरेँ। यो x मा चाहिँ 1/6 पुट गर्नुको कारण के भने 6 र 6 क्यान्सल आउट हुन्छ, त्यसपछि 1/6 हुन्छ भन्ने टाइपले चाहिँ मैले पुट गरेको हो है त। त्यसो हेर्नुहोस् त, यस्तो भयो भने चाहिँ अब dx निकाल्नुहोस् त। dx भनेको कति हुन्छ भन्दाखेरि चाहिँ 1/6 अगाडि आयो, t टु द पावर कति हुन्छ हेर्नुहोस् त 1/6 - 1 हुन्छ। यो हामीले पावर रुल लगाउने अगाडि भनेको थियौँ। भनेपछि यो बराबर कति आयो हेर्नुहोस् त 1/6 t टु द पावर कति हुन्छ -5/6। यो t को भनेपछि dt को टर्ममा एक्सपेक्टमा है डेरिभेटिभ गर्नुपर्छ, dt हुन्छ भन्ने कुरा भयो। dx = यति आउँदो रहेछ। भनेपछि माथिको यो dx लाई के गर्नु पर्यो भन्दाखेरि चाहिँ यसरी चाहिँ हामीले यो dt को टर्ममा रिप्लेस गर्नु पर्यो र त्यसपछि यो x लाई चाहिँ के गर्नु पर्यो t को टर्ममा रिप्लेस गर्नु पर्यो। ध्यान हेर्नुहोस् त, अब हामीले चाहिँ अगाडिको लेखौँ त माथिको कुरालाई। 0 देखि 1 सम्म छ dx हैन, dx अपन कति छ 1 - x को पावर 6 को पावर 1/6 = हामीले चाहिँ कसरी लेख्न सकिन्छ भनेको छु मैले। हेर्नुहोस् त, अब यहाँनिर लिमिट है मैले यो फर्मुला युज गर्नको लागि मैले चाहिँ लिमिट चेन्ज गर्नु पर्दैन है त। लिमिट चेन्ज गर्न पर्दैन, लिमिट चेन्ज गर्नु पर्दैन यो यसमा चाहिँ। यदि मैले यो फर्मुला युज गर्ने हो भने चाहिँ किन भन्नुहोस् न, किन भन्दाखेरि सिधै मैले बीटा फंक्सन = गामा फंक्सनमा रिड्युस गर्न खोज्दैछु भने चाहिँ बीटा फंक्सनको हेर्नुहोस् त डेफिनेसनमा के छ 0 देखि 1 सम्म छ नि त हैन। हो 0 देखि 1 सम्म x टु द पावर m - 1 छ अनि 1 - x टु द पावर n - 1 छ dx छ। भनेपछि 0 देखि 1 सम्मकै हाम्रो अप्पर लिमिट र लोअर लिमिटहरु छ भनेपछि हामीले हेर्नुहोस् त अलरेडी क्वेशनमा के छ 0 देखि 1 सम्म दिएको छ भनेपछि यसमा मैले चेन्ज गर्नु पर्दैन है त। यो अलिकति फरक किसिमको प्रब्लम हो, एकचोटीमा नबुझ्न नि सक्छ। फेरि एकचोटी चाहिँ भिडियोलाई चाहिँ अगाडि गरे चाहिँ स्टार्टबाट फेरि हेर्न नि सक्नुहुन्छ है त, बुझिहाल्नुहुन्छ। किन भन्दा सजिलो तरिकाले मैले चाहिँ एक्सप्लेन गरिदिएको छु जहाँसम्म मलाई लाग्छ। सो 0 देखि 1 सम्म भइहाल्यो। हेर्नुहोस् त यो भने कति हुन्छ 1/6 भयो है। अब हेर्नुहोस् त यहाँ t को टर्ममा कति राख्ने भनेर भनेको छु मैले। हेर्नुहोस् त t को टर्ममा कति राख्ने 1 यो 0 देखि 1 सम्म भयो 1/6 भयो। यो चाहिँ कति हुने भयो हेर्नुहोस् त, यो भने कति हुन्छ भन्दा चाहिँ 1 अपन कति भयो हाम्रो यो 1 - t को पावर कति भयो, x को ठाउँमा त t राख्ने हो नि त हैन। 1/6 को पावर कति भयो 6 भयो अनि यसको पावर कति छ फेरि 1/6 छ। अनि dx को टर्ममा कति हुने भयो t टु द पावर कति हुने हो t टु द पावर -5/6 यो हैन है इन्टु dt हुने भयो। यहाँसम्म त बुझ्नु भयो हैन, यहाँ केही पनि गरेको हैन। यो dx को ठाउँमा चाहिँ के गर्यौं भने dx को भ्यालु हामीले 1/6 t टु द पावर -5/6 dt छ त्यो राख्यौं। अनि 1 - t को टर्ममा कति राख्यौं भन्दा चाहिँ x को टर्ममा कति राख्यौं भन्दा चाहिँ x को टर्ममा हेर्नुस् त t टु द पावर 1/6 छ भनेपछि t टु द पावर 1/6 हामीले राख्यौं है। यति कुरा बुझ्नु पर्यो। यदि भन्नुको लागि यहाँ तपाईको 1/6 आको छ, यहाँ पनि 6 छ भने चाहिँ सिधै सोध्नुस् कि t टु द पावर 1/6 राख्नुपर्छ भन्ने कुरा यसरी सोचे हुन्छ है त। सो के फरक परेन है। ल अब हेर्नुस् त यो राख्नुको मतलब यो 1/6 किन राख्यो भन्दा चाहिँ हेर्नुस् त यो 1 - x टु द पावर मा लिनु छ नि त 1 - x मा लिनु छ क्या। x मा लिनलाई यहाँ 6 छ भने चाहिँ हामीले t को पावर 1/6 राख्ने। यहाँ चाहिँ यदि 5 थियो भनेपछि हेर्नुस् त माइनस 1 - x टु द पावर 6 थियो, त्यही भएर चाहिँ t को पावर 1/6 राखेको छु मैले। यदि यहाँनिर चाहिँ 1 - x टु द पावर 5 भए के गर्थे t को पावर 1/5 भनेर पुट गर्थे। 1 - x टु द पावर 4 भए के गर्थे t को पावर 1/4 भनेर पुट गर्थे है। यसरी चाहिँ मैले पुट गर्छु। मैले चाहिँ किन पुट गरे भन्दाखेरि चाहिँ हाम्रो फर्मुला 1 - x टु द पावर n - 1 मा लिनु छ नि त। हो 1 - x को पावरमा लिनु छ क्या। 1 - x को पावरमा त केही छैन नि त हैन। हो केही पनि छैन भनेपछि मैले चाहिँ यो टर्ममा लिनको लागि के गरेछु भन्दाखेरि x = t को पावर 1/6 मैले पुट गरेको हो, बाँकी केही पनि गरेको छैन है, सजिलो छ। ल यति भयो भने अब हेर्नुस् त हाम्रो के हुन्छ 0 देखि 1 सम्म भइहाल्यो। यो 1/6 जस्ता जस्तै यो माथिको चाहिँ मैले t को पावर -5/6 अपन यो भनेको चाहिँ 1 - t को पावर कति हुन्छ 1/6 हुन्छ dt हुन्छ। यहाँसम्म लेख्दै बुझिहाल्नु भयो। अब हेर्नुस् त यो 0 देखि 1 सम्म भइहाल्यो 1/6 भइहाल्यो। यो टर्मलाई चाहिँ माथि लिनुहोस् त, यो लिँदाखेरि 1 - t को पावर कति हुन्छ -1/6 हुन्छ नि हैन। अनि t को पावर -5/6 हुन्छ dt हुन्छ। अब यो माइनस कसरी भयो भन्दा चाहिँ हेर्नुस् त यदि मेरो a/b छ भने यो मैले b लाई माथि लिन खोज्दैछु भने a * b को पावर कति 1 हुन्छ नि। हो b को पावर -1 हुन्छ क्या। यदि माथि चाहिँ माइनस छ डिभाइड हुँदा तल लिँदैछु भने प्लस हुन्छ, अनि तल चाहिँ माइनस छ डिभाइड हुँदा माथि ल्याउँदैछु भने चाहिँ प्लस हुन्छ है। यहाँ चाहिँ के थियो हाम्रो प्लसमा थियो त्यो माथि ल्याउँदाखेरि माइनसमा भयो है। यति कुरा बुझ्नु भयो होला। यति कुरा बुझ्नु भयो भने हेर्नुस् त हाम्रो फर्मुला अनुसार चाहिँ के गर्नु पर्यो यो 1/6 कन्स्टेन्ट बाहिर ल्याएँ 0 देखि 1 सम्म भयो। यो t को पावर -5/6 भनेको चाहिँ हाम्रो x टु द पावर m जस्तै भयो हैन। अनि त्यसपछि 1 - t को पावर कति भयो -1/6 भयो dt भयो है। यहाँसम्म बुझ्नु भयो होला। त्यसपछि हेर्नुस् त 1/6 जस्ता जस्तै 0 देखि 1 सम्म यसलाई मैले कसरी हामीले फर्मुलामा लिनको लागि मैले कस्तो गर्न सक्छु भन्दाखेरि चाहिँ यसलाई चाहिँ 1/6 - 1 गर्न सक्छु नि त हैन। यो भनेको त -5/6 हो है, बुझ्नु भयो नि हैन।
अनि 1 - t टु द पावर हेर्नुस् त अब यो -1/6 छ नि यो -1/6 लाई मैले के गर्न सक्छु भन्नुस् त 5/6 -1 गर्न सक्छु -1/6 आइहाल्यो है अनि dt भयो माथिको फर्मुलामा चेन्ज गर्नको लागि मैले बनाएको हो है त ल यदि भयो भने अब हामीले चाहिँ फर्मुला युज गर्न सक्यौं नि हैन यो फर्मुला भनेको यसलाई चाहिँ ट्याक्कै कम्पेयर गर्नु भयो भने त माथि हेर्नुस् त 0 देखि 1 सम्म x टु द पावर -m - 1 अनि त्यसपछि 1 - x टु द पावर n - 1 dx आयो which is equal to हामीले के गर्छौं गामा अफ m गामा अफ n अपन कति गरे गामा अफ m + n गरेथ्यौं नि हो यो फर्मुलामा अब हामीले चेन्ज गर्यौं अनि यो फर्मुला चेन्ज गर्नको लागि हामीले यति झन्झट गरेको है माइनसमा कहिले पनि हामीले राख्दैनौं पोजिटिभमै राख्छौं है त ल यदि भयो भने हेर्नुस् त 1/6 अब यसलाई फर्मुला एप्लाई गर्नुस् त यो कति हुन्छ 1/6 हुन्छ 1/6 भयो अनि त्यसपछि अर्को कति हुन्छ गामा अफ कति भयो यो भनेको 5/6 भयो यहाँसम्म बुझ्नु होला अपन कति हुन्छ भन्नुस् त गामा अफ 1/6 + 5/6 हुन्छ यहाँसम्म बुझिहाल्नु भयो हैन यो फर्मुला युज गरेको है यहाँसम्म बुझ्नु भयो होला जसम्म चाहिँ ल अब चाहिँ के गरौँ भने 1/6 जस्ता तस्तै भइहाल्यो अब यसलाई चाहिँ हामीले हेर्नुस् त यो गामा अफ कति छ 1/6 गामा अफ 5/6 छ अपन यो भने गामा अफ कति भयो 6/6 हो गामा अफ 6/6 गामा अफ कति हो 6/6 भने 1 हो गामा अफ 1 को भ्यालु 1 हुन्छ थाहा छ नि त हैन 1/6 गामा अफ 1/6 गामा अफ 5/6 यो 1 भइहाल्यो तलको भ्यालु गामा अफ 1 को भ्यालु कति हुन्छ 1 हुन्छ मैले भनेको छु अनि अब यति भयो है यो भइसकेपछि अब सुन्नुस् है यहाँनेर एउटा फर्मुला युज गर्नुपर्छ के हामीले चाहिँ मैले अगाडि एउटा फर्मुला भनेको छु नि एउटा फर्मुला मैले के भनेको थिएँ भन्दाखेरि चाहिँ जस्तो हेर्नुस् त गामा अफ m डट गामा अफ 1 - m छ भने यसलाई चाहिँ के पाइ अपन sin m पाइ लेख्न मिल्छ भनेर मैले सुरुमा एउटा फर्मुला भनेको थिएँ गामा अफ m गामा अफ 1 - m = पाइ अपन चाहिँ यो फर्मुला हुन्छ भनेर लेखेको थिएँ भनेपछि अब हामीले यसलाई त रिड्युस गर्न सकिदैन हामीले अघि गरेको जुन हामीले चाहिँ टुक्राउँदै जाने भनेको थियौ नि 5/2 3/2 गरेको थियौ नि त्यो त दुईटा टुक्राउने भनेको त तल अपनमा त 2 हुँदाखेरि हामीले टुक्राएको पो त हैन यसमा त अपनमा 6 छ भने त्यसरी गर्न पाइएन सो त्यसरी गर्न पाएन भने हामीले यसलाई चाहिँ फर्मुला युज गर्छौं फर्मुला युज गर्नलाई हामीले सिम्पल तरिकाले चाहिँ यो 1/6 जस्ता तस्तै भ्यालु यो m भइहाल्यो यो m - 1 मा लिनलाई के गर्नुपर्छ ल भन्नुस् त यसलाई चाहिँ 1 माइनस हामीले चाहिँ 1/6 गर्न सकिन्छ नि त हैन यो भनेको 5/6 ल आयो यति कुरा बुझ्नु भयो है 5/6 भनेको 1 - 1/6 हो यहाँसम्म बुझ्नु भयो यहाँसम्म बुझ्नु भने अब अगाडि जाम हेर्नुस् त अब यतिलाई त मैले फर्मुला यो भनेर लेख्न मिल्छ नि त पाइ अपन sin m पाइ लेख्न मिल्छ m को भ्यालु कति छ हेर्नुस् त यहाँ m को भ्यालु त 1/6 हो है भनेपछि यसलाई के गर्न मिल्यो भने 1/6 इन्टु यो भनेको पाइ अपन कति हुन्छ भन्दाखेरि चाहिँ sin 1/6 जस्ता त 1/6 राख्दिए यो चाहिँ पाइ अपन हेर्नुस् त हाम्रो फर्मुला पाइ अपन के थियो sin m पाइ छ m को भ्यालु कति छ हेर्नुस् त 1/6 हो यो 1/6 इन्टु पाइ भयो भनेपछि यहाँनेर कति हुने भयो हेर्नुस् त अब यो भ्यालुलाई सल्भ गर्नु भयो भने त 1/6 इन्टु कति हुने भयो इन्टु पाइ अपन हेर्नुस् त पाइ/6 भयो sin पाइ/6 को भ्यालु कति हुन्छ भन्दाखेरि चाहिँ 1/2 हुन्छ भनेपछि अब कति आयो हेर्नुस् त पाइ अपन 3 भयो है यहाँनेर कति भयो sin पाइ/6 को भ्यालु कति हुन्छ 1/2 हुन्छ है यो कुरा बुझ्नु होला पाइ भनेको 180 180 भयो 6 भनेको कति भयो हेर्नुस् त भन्दाखेरि चाहिँ 30 डिग्री भयो 30 डिग्री भ्यालु कति हुन्छ sin 30 डिग्री भनेको 1/2 हुन्छ ल यसरी चाहिँ हामीले चाहिँ यो प्रब्लम सल्भ गर्न सक्छौं यति नै हाम्रो के भयो एन्सर भयो है सो यसमा चाहिँ केही पनि गरेको थिएन यसमा चाहिँ बुझ्नुपर्ने कुरा यहाँनेर चाहिँ के गर्ने भन्ने कुरा थियो एउटा अनि अर्को चाहिँ यहाँनेर एउटा फर्मुला युज गर्नु पर्ने थियो यो फर्मुला र साथै हामीले चाहिँ यो तरिकाले चाहिँ कसरी रिड्युस गर्न सकिन्छ भन्ने कुरा थियो यति कुरामा चाहिँ लगभग हामीले चाहिँ के गरेको थियौँ भने यो प्रब्लम चाहिँ हामीले सल्भ गरेको हुन्छ एकचोटीमा चाहिँ नबुझिन सक्छ एकचोटी दोहोर्याएर एक दुई चोटी हेर्नु होला बुझिहाल्नुहुन्छ आई होप तपाईहरुले यो भिडियो चाहिँ राम्रो लागेको होला भन्ने चाहिँ मैले आशा गरेको छु र अब पनि चाहिँ म अर्को एउटा प्रुफ गर्ने चाहिँ हाम्रो बीटा गामाको सो दैट प्रुफ दैट भनेर भने क्वेशनहरु चाहिँ यहाँ आएको पनि हुन्छ त्यो क्वेशनहरु चाहिँ म एक दुईटा चाहिँ ल्याएर अर्को भिडियोमा उपस्थित हुनेछु अहिलेको लागि चाहिँ बाइ बाइ